गइरहेको रहेछ यार के छ त साथीभाइहरू अब आज चाहिँ शनिबार होइन कहाँ जाऊँ भनेर सोचिरहेको छु क्या मैले कहाँ जाने होला त भनेर सोचिरहेको छु अब जान चाहिँ कहाँ जाने होला भनेर सोचिरहेको छु होइन अब मेरो दिमागमा अहिले बाटोमा हिँड्दा हिँड्दै के दिमाग चल्छ अनि त्यहीँबाट सोध्छु ल म अब अहिले सोच्नै सकिनँ कहाँ जाने के गर्ने भन्नु अब बाटोमा हिँड्दा हिँड्दै सोध्नु के गर्नु चिन्ता पनि हुँदैन होइन बस्नु त होइन पुलिस स्पिडको यतापट्टि भन्थ्यो अब त्यहीँ नै गरेको छु कहाँ खोजौँ कहाँ खोजौँ गाई अगाडि ऊ राख्ने त छैन होला है मोबाइल होल्डर अस्ति यो युनिभर्सल क्ल्याम्प जस्तो हुन्छ नि एउटा छ देखाउनु त फोन मात्रै राख्न मिले नि हुन्छ मलाई त्यो धेरै टाढा जानु पर्ने नि त अब यसै आफ्नो एरियातिर पाउँदाखेरि त सजिलो हुन्छ नि त आफूलाई नि त्यसलाई उयो अहिले पहिला सुरु बेसिक कुरा चाहिँ जुन भ्लगिङ गर्नलाई मेन आवश्यक छ नि त्यो चाहिँ गर्नु पऱ्यो क्या पहिला ल धन्यवाद है त यता यता पनि देखाउनु पऱ्यो नि त केटाहरूले धेरै मिलाएर दिए भनेर जुस ठिकै छ अब चाहिँ जाम आफ्नो गन्तव्यतिर हो यतिको लागि चाहिएको थियो क्या मलाई ल अब चाहिँ नयाँ नयाँ एङ्गलबाट भिडियो आउने भयो नि त ल धन्यवाद है त ल एङ्गल चेक गरेर राख्नु चाहिँ माया कसम यस्तो झ्याउ कुरा हो नि रेकर्डिङ भइरहेको रहेछ अब यो बुलेटले खानुभयो मेरो फ्लाइ भाइ म त फेरि गाह्रो छ नि ब्रो सजिलो चाहिँ नसोच्दै नि हुन्छ है हन्डा साइन चलाएको भन्दैमा ब्रो फेरि गाँड हान्नेको त फेरि थाहा नै हुँदैन नि फेरि मैले फेरि त्यसरी गाँड हानिदिन्छु नि फेरि म त थाहा छैन फेरि औला रहेछ के भन्नु म आफ्नो लेनबाट कुदाउँदा पनि मान्छेहरू किन ठोकिन आउँदैन क्या अब चाहिँ म जोबार साइडतिर जानु पऱ्यो होइन आज बल्खु जानु ट्राफिक जसरी मलाई चाहिँ फेरि अरूहरूले यसरी हेर्ने बित्तिकै मलाई लाज आइहाल्छ क्या अब घाममा बस्नु परिहाल्यो नि ठिकै भयो अब मजा आउँछ
कर्नरिङ हान्नु पऱ्यो क्या अब अब यहाँ पैसा ठटाउँछ क्या यतातिर नआएको पनि लगभग धेरै भइसक्यो त्यहाँ के हो मतलब नदिकन सुइमै छु त पैसा लिन्छ यार आजभोलि चाहिँ पैसा लिन छोडेछ यहाँ माथि चाहिँ ठाउँ छैन धेरै छ उसको केही छैन डाँडै चढिदिउँ न त एक्लो ल नजिकको ठाउँ पनि माधे भन्दैछ त के हो त्यहाँ के भइरहेको थिएँ पिकनिक आमा शनिबार पिकनिक डिडिङ बस्नु हेर केटा र केटी आएर बस्नु रहेछ नि केटा र केटी आएर बस्नु रहेछ आमा तल हेऱ्यो फटाहरू काम साम छैन होइन घरमा बस्नु नि यसरी चर्को घाममा के आउनु मन लाग्यो होला हामी जस्तो एक्लो मान्छे पो यसरी घुम्ने हो त डाँडा काँडा यसरी के रहेछ भनेर ल यस्तो छ क्या अब